एभ्रिथिङ फ्राई गर्दा हुन्छ होइन जस्ट दुई गर्नुको लागि हामी चाहिँ यसरी बनाइराख्नु क्या फेरि नै मान्छेहरू चाहिँ यो चिन्नी चाहिँ ट्राई गर्नु है साह्रै हुन्छ है सानपासमा तपाईँको सेप सबै सेपमा है त्यो साग त्यसमा राखेर सागमा है राखेर होला त्यो राखेर छ भने भाँडो छोड्ने राखेर है रिटर्न अफ हो रिटर्न त्यो त भयो त्यो है त यिनीहरूलाई प्लान्ट गर्नुपर्छ है प्लान्ट garlic for flavor. पानी चिकन सस बनाइदिनु लाग्छ है तपाईँलाई now soya sauce, right? Soya sauce, how many? No problem, how many? Okay. Tengah mana soya sauce ni kan tu, right? Soya sauce ni tu, right? Soya sauce tu, right? Soya sauce, dia baru, right? Kalau kami ini kan betul, betul. Mana apa na? Panen lah. Salt, pepper, salt, and
प्लान छैन भने हामी अहिले पनि लिएर तपाईँलाई खोजेर पनि लाग्छ स्टार्ट पाए पनि है कम गर्ने हाम्रो हाफा नुडल्सको pork support. Mana kan bahaya hebat. Kami dah slow down slow. Air masuk lagi. Air masuk lagi. Panik dengan balon. Baik, biasa. Mana kaki begini, saya. Yo, kalian tahu apa? Yo, fokus lagi, fokus lagi lagi sini. Soya sauce. है बताउनमा त्यो चलाइदियो खनेरी हाल्छ अरू तपाईँहरू भिनेगर गार्लिक ओइल तिनीहरू हुन्छ होइन गार्लिक भिजाएर आएर गार्लिक पानी भिजाएर आउँछ गार्लिक यस पानीमा भिजाएर आउँछ भिनेगर तपाईँलाई कति दिन लाग्छ त्यहाँपछि पाउडर छ पाउडर के टिम्बु टुक्ल्याउने यहाँ चाहिँ हजुर है त्यो सामानमा सिजर सस राख्ने टिम्बु पाउडर है यस टिम्बु पाउडर सल्ट है सल्ट पेपर खाने चाहिँ अब है यो चाहिँ दबाएर राख्छ है के हो एमएसजी है राख्नै पर्छ तपाईँले ट्राफिक साफी खानुहुन्छ नि त यो एमएसजी चाहिँ भरपुर दिया हुन्छ है अब तपाईँलाई ओइलमा सिस्मी भयो नभए घरमा हाम्रो लोकल ओइल राखे पनि के फरक पर्दैन है ओलिभ ओइल अब चाइनिजमा ओलिभ ओइलको स्वादै आउँदैन चाइनिजमा ल अरू राख्न सक्नुहुन्छ हल्का हल्का भेजिटेबलहरू यहाँ राखे पनि माथि राखे पनि केही फरक परेन नुडल दिएको सल चाहिँ धेरै राख्ने पिरो पनि धेरै राख्ने भिनेगर सिनेगर पुगेर भने तपाईँलाई साइडमा दिइहाल्छ है तपाईँहरूलाई अलिकति मतलब के सक्छ नि त यिनीहरू हट छ भने हट यिनीहरू सस साइडमा दिइहाल्छ है
सक्छ पकाउने मात्र भनेको मानिलिएछ केही छैन धेरै तरायो के के छ है केटालाई चाहिँ माथि त्यस्तै यो हुन्छ भनेर होला है यो चाहिँ पहिला अब यहाँ रानी फ्रेस है कोरियनको के नुडल्स भन्छ नि दाइ किम्ची त्यो त्यस किमान नुडल्स दिने आफ्नो स्टाइलमा है Plus ready बनाएर पसन्द तपाईँहरूलाई सिकाउनु परेन होला है हेर्दै धेरै पनि धेरै गरिरहेको छ घरमा पनि घरमा त उसको कहाँ उ गर्नु होला कहाँ खेल खाले हुनु होला होइन मासु चाहिँ त्यस पनि माथि लगाउनुहुन्छ है बाफुरा गरेर साथीमा युज गरौँ होइन बाहिर होटलतिर भयो भने तिमीलाई त त्यो तन्दुरीको छालाहरू छ नि त मासु दिने छाला 300 दिन्छ यीमा पेन दिन्छ है ऊ भएको रहेछ नि त बाहिर रेस्टुरेन्टतिर छ नि त तपाईँलाई मासु यति मिसाउँछ होइन यसको डबल छाला मिसाइदिन्छ म है छाला त हामी फ्याटेलाई पनि चाहिन्छ छाला हाम्रो यहाँ अलिक पिन्दैन होइन त्यो चाहिँ यसलाई फ्याट चाहिन्छ नि होइन हल्का होइन त्यसकै फ्याट भयो भने मिठो हुन्छ है त्यसको चिकनको फ्याट भयो भने हामीलाई चाहिएन लाई के हुन्छ भने मैले काटेको है ग्राइन्ड गर्नलाई अलिक गाह्रो गरिदिउँ क्या यो चाहिँ ग्राइन्ड हल्का फ्याटको लागि है त अब जाने हो टन्ने छ भने किमा मिसिनमा जाने हो ब्याक टपिङ किमा मिसिन हुनुपर्ने थियो यहाँ छैन है किमा मिसिन छ भने होटलमा आउँछ त्यसो काटेर बस्नु त्यसो गर्नु परेन यो मासु खानु पाएँ त होइन यो किन्ने खालको ग्रान्ड हुँदैन क्या त्यही भएर त्यसमा है काट्दा पनि अलिकति काट्नु है
ग्राइन्ड गर्ने कि के गर्ने? ल हुन्छ, ग्राइन्डर मेसिन रेडी छ है हामीसँग है। यताबाट इजीले ल्याएको थिएँ है, भनेपछि त्यहाँ शब्द आएको थियो होइन। ठिक छ, अब यो भयो त आफूहरूलाई देख्नु पनि पायो नि होइन, यो चिकन मोमो त यसरी बनाउँदो रहेछ भनेर घरमा पनि बनाउनु पाइयो नि त होइन। मैले मोमो बनाएको हेर्ने, टेस्ट गर्ने, मिठो लाग्यो भने घरमा गएर चट्ट बनाएर खाने। ल भनेर नि यो 1 केजी छ है, 1 केजी छ नि। यो गरम हुन्छ, यो हड्डी भएको होइन नि, हड्डी भएको भएर फुलेर मासु निकाल्छु कि 1.5 केजीको। यसलाई अब घरमा मिक्सर छ भने मिक्सर गर्ने, मिक्सर छैन भने र दिमागलाई हान्ने मिक्सर एकछिन हेरेर हाल्नु। तपाईँले जति मन लाग्छ त्यति हाल्नुहोस्। तपाईँलाई थाहा भइहाल्छ नि बढी भयो मसला भयो ल्याएर हाल्नुभयो राम्रो है। तपाईँहरूले मासु जस्तै हुनुहुन्छ है। बोसो धेरै छ, पानी धेरै छ भन्ने पनि छ नि, त्यसले पनि बोस हुन्छ है। है बोसो देखाउँछ, बोस है। ल अब यता आउँदा हो मसेर चाहिँ आफूहरूलाई त्यो के भन्छ फ्याट सोच्नलाई है। क्वान्टिटी बढाउनु भयो तपाईँले भिजाएर मगाउनु है, क्वान्टिटी बढाउनु अब रोस्टेड सिस्टम हो है। यो राखेपछि चाइनिजको खाना त्यत्तिकै मिठो भयो। चिज फ्यान बनाएर दिनुहोस् होइन, यहाँसम्म मान्नुहोस्, यहाँसम्म मान्नुहोस् है, यहाँसम्म मान्नुहोस्, यहाँबाट यसले दिनुहोस्, यहाँसम्म मान्नुहोस्, यसले दिनुहोस्, यहाँसम्म मान्नुहोस् है। यो हात पनि हाम्रो घुम्नु पऱ्यो है। अन्त यो भयो भने सिममा है, पिठो दिएको है, पिठो धेरै भयो भने है। यो भने हाम्रो सिमो चिकनको है, पिठो अलिक धेरै भयो, फ्राई पनि भयो कि त्यही भएर यो धेरै फ्राई भइसक्यो। फ्राई भएर है सेम गरिने पिठो है, यसो माथि यहाँसम्म माथ्ने, यहाँसम्म माथ्ने, यसो माथ्ने यसो माथ्ने, यसो माथ्ने यहाँ चापचुप पारेर होइन मिलाइदिने कि चापचुप पारेर मिलाइदिने। ड्राई भयो भने अलिक सेप राम्रो हाल्दै फेरि है त, फेरि हेर्नु हेर्नु पहिलासम्म बिचमा यहाँ बिचमासम्म है। यो तान्ने, यो माथि अलिक माथि नै होस् तान्ने, यसलाई च्याप्पसम्म 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 यसलाई माथिबाट तान्ने, यहाँबाट तान्ने, यहाँबाट तान्ने, यहाँबाट तान्ने, यहाँबाट तान्ने बस। त्यो त बाँकी छ त्यो आँटालाई हो, यो चाहिँ यहाँबाट है। यो सँगसँगै यसले पिठोलाई चाहिँ नि त गोलो भयो है, गोलो भयो। यो सुकेर हाम्रो नासिन्छ है। मोमो पिठो धेरै भएकोले नासिन्छ है, ड्राई भयो। होइन
फेरि हामी फ्राई नरम भयो भने हाल्छ है तल धुएर माथिबाट लिएर हुन्छ है यसमा चाहिँ आलु भन्दा अन्त म पनिरसँग नि मसरुमसँग राखेँ प्याज सबै अलिक मसला राखेँ होइन आलु बन्दाहरू मसरुमहरू राखेँ पनिरहरू राखेँ या के राख्ने होइन भेज पनि खतरा खाइदिउँ न ल यो पनि ड्राई के मोमो हाम्रो यो सिमम है सिसेटमा भयो सिसेटमा है ल अब अरू कुन मोमो देखाइदिउँ भन्दै केटाकेटीहरूलाई होइन गोरेली होइन यो छ नि त त्यसमा है यहाँ हेर्नुहोस् त दिने यसो दिने यसो दिने यसो दिने यसो दिने यसो दिने त्यहाँबाट यो जताबाट लिए पनि हुन्छ है सबभन्दा सजिलो बनाउने मोमो सजिलो यो है त्यसमा है भेजमा यस्तो गर्छ सबभन्दा यस्तो चाहिँ बनाउनु सजिलो चाहिँ यो हो है लिने लामो त मनपर्छ होइन यहाँसम्म च्यापासम्म नि यहाँ लिने यहाँ लिने यहाँ लिने यहाँ लिने मुजा पारेरहने कपाल बाट्छ नि त होइन ल के हो यो कपाल पनि बाट्न आउँदैन साडीको पनि हिँड्न आउँदैन म त्यही त भएर गाह्रो बुढीलाई उ गरेर मलाई एउटा हल्ला आउनु लाइछु टानटुन गरेर मिलाइदिन्छु कि फाइन चाहिँ आउँदैन कपाल बाट्न मलाई पनि है समात्ने यताबाट लिने एकचोटि लिने च्याप पार्ने कि त्यो हाल्दैछ नि त च्याप पार्ने है राख्नु होइन 1 2 3 बनायो भने त बनाइ गर्छ है कति थरी मोमो बनाउँदै र बनाउने होइन योमा सबै यही हो है होइन बङ्गान भनेको सिधा बोइल गर्ने सुपहरूको लागि हो है बङ्गान यो भयो अर्को एउटा कामहरू हुन्छ है है फेरि कम भयो मास कम भयो ल यो भयो हाम्रो अरू खाना खाने हो खाना खाने अर्को भनेको तपाईँहरूलाई सिधा फ्राई भयो तो गोलो पाल राख्ने गोलो हुन्छ है गोलो हुन्छ है गोलो भयो भने हामीले यहाँबाट दिने यसरी फ्राई गर्छ है यही त सहिलो छैन है सहिलो छैन तासिने है सट्ट घुमाइदिने यहाँबाट घुमाइदिने है घुमाइदिने यो चाहिँ हाम्रो भेनस सेनस के हुन्छ नि त होइन उताबाट राखेको हुन्छ कसरी राखे पनि है अहिले यो ड्राई भयो है ड्राई हुनु यहाँबाट दिने तासिने च्याप च्याप गरिदिने भेनस है भेनस है भेनस भने भेनसको सेपमा भयो होइन भेनस भने थाहा छ अर्थ भने थाहा छ अर्थ भने थाहा छैन अर्थ माथि हुन्छ होइन आकाशमा हुन्छ होइन अर्थ भने अब हामी जुन ठाउँमा बसिरहेको छ त्यो अर्थ हो कि हजुर
पृथ्वी पृथ्वीलाई अर्थ हुन्छ हो अर्का हुन्छ रे मुनि हुन्छ हजुर अर्का हुन्छ रे हामी बसेको ठाउँमा अर्थ है हजुर पृथ्वीलाई अर्थ हुन्छ यस हिजो थाहा छ हिजोले हो कि होइन कन्फ्युज भएर मात्र नभनेको फेरि अर्थ होला है भन्नु है यो भयो है मेन चाहिँ हाम्रो यो छ नि यो सम्झ है यो ड्राई भयो भने है ड्राई भइसक्यो जति बनाउनु सीमा महिनाको बनाउनु त्यही गर्दै हुन्छ चप्सीको बनाएको छु छैन जस्तै सस त्यो अलिक हल्का यो के भन्छ स्टिम त्यतिकै राखे पनि भयो होइन फ्राई गरेर राखे पनि हुन्छ है त्यो हामीले खालि प्याज क्याप्सिकम र प्याज क्याप्सिकम गार्लिक साग सबै गरेर राख्छु मतलब अरू भेजिटेबल त्यो अब अरू भेजिटेबल राख्नु पर्दैन भन्नु खोजेको मसँग राख्नुहोस् मिल्छ मगहरू के भन्छ कर्न स्विट कर्नहरू राख्नुहोस् लेन्स कर्नहरू जे राख्नुहोस् गर्दा नि एक्सपेन्सिभ हुन जान्छ नि त्यो त्यसमा के खायो त्यही मात्र आँखा जाने भयो भने होइन हेर्नुहोस् मोमो कुन चाहिँ मोमो सहिलो छ तपाईँहरूलाई त्यो भन्नुहोस् है त अहिलेसम्म चाहिँ यही सजिलो अहिलेसम्म त यही लिएर छैन है सक्ने हो कि हेर्दा त सजिलो लाग्यो यो अलिकति काम लाग्यो पनि यो फोटो त चाहिँ पानी एक्सचेन्ज गर्नुपर्छ यो फोटो चाहिँ हाल्दै होइन सफा गर्नुपर्छ नि त सही है त यो चाहिँ यहाँ तपाईँहरूले यो च्याप्नु पऱ्यो है यहाँ च्यापेर चाहिँ मासु किन्छ यो पनि अब कुन मोमो ड्राई भयो है यसको त तपाईँ सबै तपाईँहरू है अलिअलि अब कुन छ त्यही हो ओपन सिम्पलमा होइन साङ्घाई पनि ओपन सिम्पल ओपन भन्नाले है होइन भयो नभए पनि के पर्दैन है ड्राई भयो है ड्राई बाहिर खेल्नु दामी दामी हुन्छ त्यो मोमो यहाँ ओपन मोमोलाई गोल गोल गरेर 3-4वटा पनि गोल गोल बनाइदिनुहुन्छ है ड्राई भयो भने मैले कतिवटा राखेको थियो है पिठो धेरै मान्छे खर्च यो पनि सही है च्यापस मार्नुपर्छ यहाँबाट नि त्यहाँ मिलाएर च्यापस मारिदियो यहाँ पनि फेरि च्यापस मारिदियो है यसलाई चाहिँ अलिकति टाइट हुनु पर्छ तपाईँलाई कुन मोमो बनाउनु सहिलो छ यो मोमो बनाउने घरमा पिठो लिने है पिठोको डल्लो राख्ने बिगार्ने बनाउने है ल हेर्नु सबभन्दा इजी है पहिलाको ओपन मोमो यो थियो अहिले त खुट्टा खुट्टा भरेको ओपन मोमो गोलो गोलो छ नि त मिल्दैन भने यहाँ आएर मिलाइदिनु है के मोमो भने मोमो मोमो ओपन मोमो बदनाम अनि भाले मोमो आज बाइन्छ दुईवटा एउटा पानी बनाएर हालेको हाल्यो पिठो चाहिँ राम्रो भएन भने तपाईँको त्यो पनि राम्रो हुन्छ है पिठो चाहिँ गोलो राम्रो ड्राई है त्यो ओपन गरेर चठाउँ ल भयो सबैजना चप्सी मिस नगर्नुहोस् मिस नगर्दा बिग हुन्छ चप्सी त एक त्यसो मिस गर्नु निकाल्ने खाने
एकछिनमा मार्नु पऱ्यो मैले खानु होइन सर मार्नु पऱ्यो सब्सिडी पकाइदिन्छु नि यो पहिला नि खाएको रहेछ नि त हुन्छ होइन लाग्छ कति युज गर्छ त्यो भनेको है ठिक छ ठिक छ गर्नु ठिक छ